उज्यालो नेपाल भनेर विद्युतीकरण 18 घण्टा अँध्यारो परमा बस्ने नेपालीलाई 24 घण्टा बत्ती र सिंह देश 99% नेपालमा विद्युतीकरण र विदेशमा भइरहेको जलविद्युत निर्माण गर्ने प्रक्रिया जनताका आँखामा समेत किने भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृतलाई अपार ढङ्गले हटाएर अरे रोहन खान स्थितिलाई कमजोरी ठानेर हिजो निरङ्कुश शासकका वरिपरि बसेर आएका जनतामाथि उत्पीडन र शोषण गरेका पूर्व धर्माएर पूर्व पञ्चहरू त्यो निराशा आन्दोलनको धारामा कतै पुनर्स्थापित भइसके भन्ने एउटा इतिहासमा देखेका छन्। आज यो कार्यक्रमद्वारा यो भयङ्कर दलाल मान्छेहरूको प्रतिनिधित्व गर्ने सरकार गवर्नर छिटोभन्दा छिटो आफूलाई सच्याउ र सुशासनको जुन अभियान त्यो अगाडि बढाऊ र निरङ्कुश शासनका पक्षधर जो हिजो समाप्त भइसकेको छ, जसरी एउटा मान्छे मरेपछि फेरि बाँच्न सक्दैन, निरङ्कुश राजतन्त्रको पुनरागमन सम्भव छैन। दशौं हजार शहीद, लाखौं लाख जनताको मेहनत पसिनाको कुल योगबाट नेपालका उत्पीडित वर्ग र समुदायका जनताले पराजित गरेर आफूलाई एक हकको अधिकार सम्पन्न बनाएर नागरिक र राजनीतिक, आर्थिक, सामाजिक अधिकार प्राप्त गरेका जनता फेरि गल्ती हुन जाने यो परिकल्पना नगरे हुन्छ। अब त्यो युद्ध र आन्दोलनले पैदा गरेको चेतनाले हर कोही महिला दोस्रो दर्जाको नागरिक हुन जाने छैन, हर कोही दलित अछुत हुन जाने छैन, हर कोही विदेशी नागरिक हुन जाने छैन, हर कोही जनजाति आफ्नो पहिचान गुमाउने स्थितिमा जाने छैन। किसान मजदुरहरू आफ्नो वर्गको अधिकार छोडेर सामान्य निरङ्कुशबाट फर्किने छैनन्। यो चेतना भयो। त्यसैले हामी यति बेला यो वातावरण सृजना गर्ने, भ्रष्टाचारीको संरक्षक, माफियाको संरक्षक, अहिले मन्त्रालयहरू मन्त्रीहरू विभाग चलाउन जान्छन्, विभागहरूमा कार्यालय खोल्न जान्छन्, कर्मचारी नीति निर्माण गर्नुपर्ने मन्त्रीहरू कर्मचारीको सरुवाको अधिकार आफूमा लिएर एउटा सहसचिवको हैसियतमा बसिराखेका छन्। त्यसैले यसमा छिटो सच्याउ, जनताको भावना बुझाउ, दशौं हजारको त्याग तपस्या र बलिदानको त्यो रगतको मूल्य बोध गर र यो समाज पछाडि नफर्किने कुराको ग्यारेन्टी छ। त्यो दिवा स्वप्न नदेख। एक साइडबाट हिँड न, एक साइडबाट अन्यलाई एक साइडबाट आउँदैन। पूर्णता पालना गर्न, संविधानले दिएका अधिकारको पूर्ण कार्यान्वयन गर्न र यही परिस्थितिबाट हौसेका प्रतिबन्धकारीहरूलाई नागरिक बन
नागरिक अधिकार गर्न या पूर्व ज्ञानेन्द्रलाई रहन्छ भने आफैले या आफ्नो नेपाली जनताका बीच